धन्यवाद, धेरै धेरै धन्यवाद। हामी लामो समयदेखि प्यानलिस्टको रूपमा बसेर छलफल गरिरहेका छौँ, धेरै छलफलहरू अगाडि बढाइरहेका छौँ। त्यसै कारणले पनि साथीहरूले अलिकति अप्ठ्यारो मोनोटोनस फिल भइरहेको हुनसक्छ। यद्यपि यो पनि एउटा महत्त्वपूर्ण विषयमा हामी छलफल गर्न गइरहेका छौँ। अन्यकी अनुभूति कहाँ छ स्थानीय सरकार, यो विषयको हामी छलफल प्रारम्भ गर्न गइरहेका छौँ। म सबै महानुभावहरूलाई यथास्थानमा आसन ग्रहण गरेर यो कार्यक्रममा शरीक भइदिनको लागि हार्दिक अनुरोध गर्दै उहाँहरूको बारेमा जानकारी भइसकेको छ। त्यस कारणले मैले कसरी अब म विषयवस्तु छलफलको विषयवस्तुतर्फ नै प्रवेश गर्न चाहन्छु। नेपालको संविधान 2072ले 3 तहको सरकारको परिकल्पना गर्यो र अहिले हामी त्यसको अभ्यास गरिरहेका छौँ। स्थानीय तह सरकार निर्माण भएको यो दोस्रो कार्यकालको जनप्रतिनिधिले यहाँ काम गरिरहनु भएको छ। 3 तहको सरकारले काम गर्दै गर्दा पनि नागरिकका समस्याहरू कहाँ छन् र जुन खालको स्थानीय तहले जस्तो किसिमको काम गर्नु पर्थ्यो त्यो गर्न सकिरहेको छ कि छैन, कसरी स्थानीय सरकारहरू अगाडि बढिरहेका छन् भन्ने विषयमा हामी नगर प्रमुखज्यूसँग, हाम्रो युजरबिचसँग, त्यसै गरी सामाजिक क्षेत्रमा काम गरिरहेका अभियन्ताका बिचबाट प्रश्नहरू सुन्नेछौँ, उहाँको जवाब सुन्नेछौँ र फ्लोरबाट पनि केही प्रश्नहरू पक्कै पनि हामी लिनेछौँ। त्यसरी नै अगाडि बढ्ने मैले यहाँलाई जानकारी गराउन चाहन्छु। सबैभन्दा पहिले त म नगर प्रमुखज्यूबाटै प्रश्नको सुरुवात गर्दछु। हामीले अन्यकी अनुभूति कहाँ छ स्थानीय सरकार भनेर शीर्षक राखिरहेका छौँ। म यहाँलाई 2 देखि 3 मिनटमा तपाईँ एउटा नगर प्रमुखको रूपमा र अर्को चाहिँ तपाईँ आफै नै सर्वसाधारण नागरिकको रूपमा यो 2 आँखाले हेर्दै गर्दाखेरि स्थानीय सरकारहरू कहाँ रहिरहेका छन्, अन्यमा छन्, अनुभूतिमा छन् कि के लाग्छ तपाईँलाई? र अर्को गाउँ गाउँमा आइरहेको सीमा दरबार भनिरहेका छौँ हामीले र अब यो बेला अब निर्माण हुने बेलामा गाउँ गाउँको सीमा दरबार फेरि काठमाडौँको सीमा दरबार धाइरहेको देखिन्छ। यो तालमेल कहाँनिर मिलिरहेको छैन, छोटकरीमा यसबारे स्पष्ट पालन गर्नुपर्छ। धन्यवाद सङ्गमजी। स्थानीय सरकारको तर्फबाट बागलुङ नगरपालिकालाई यो मिडिया बेलामा जुन चाहिँ आफ्नो अभिव्यक्ति राख्ने अवसर तयार गर्नुभएको छ, यसको लागि सम्पूर्ण पत्रकार साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। स्थानीय सरकार कहाँ छ भन्ने अत्यन्त महत्त्वपूर्ण टपिक्समा हामी चाहिँ बहस गर्दैथ्यौँ पनि छौँ। मलाई लाग्छ स्थानीय सरकार हरेक नागरिकसँग स्थानीय सरकार जोडिएको छ र स्थानीय सरकारको कर्तव्य कोखदेखि शोकसम्म हामीले सेवा प्रवाह गर्नुपर्ने स्थानीय सरकारको दायित्व छ। मरिसकेपछि त्यो शव दहन गर्ने घाटसम्म हामीले चाहिँ त्यो किसिमको सेवा प्रवाह र पूर्वाधार तयार गर्नुपर्छ। त्यसले गर्दाखेरि स्थानीय सरकार हरेक नागरिकसँग जोडिएको छ र हरेक नागरिकसँग र यो भूगोलसँग पनि स्थानीय सरकारको दायित्व जिम्मेवार छ। हामीले गर्ने सेवा प्रवाह पहिलेको नागरिकलाई दिने सेवा प्रवाहका कुराहरू, पूर्वाधारका कुराहरू, विकास निर्माणका कुराहरू र चाहिँ दैनिक आवश्यकताको महसुस गरिएका कुराहरू, चाहे त्यो विद्यालय विद्यार्थीको कुरा हो, चाहे स्वास्थ्य चौकीमा आउने बिरामीका कुरा देखि लिएर हामीले सबै क्षेत्रलाई चाहिँ हेर्नुपर्ने हाम्रो दायित्व छ। त्यसैले गर्दाखेरि स्थानीय तह आजको दिनमा जुन किसिमको चाहिँ अहिले चाहिँ जुन नयाँ संविधान बनिसकेपछि स्थानीय तहलाई दिएको जुन किसिमको चाहिँ जिम्मेवारी छ, त्यो जिम्मेवारीमा नजिकबाट सबैभन्दा नागरिकसँग जोडिने स्थानीय तह र अहिले 3 तहको सरकार बन्दै गर्दाखेरि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग जोडिँदै गर्दाखेरि केही कुराहरू कानुनी रूपमा अन्यलहरू छन्। किनभने स्थानीय तहले आफ्नो अधिकारलाई पूर्ण रूपमा व्यवस्थापन गर्न खोजिरहेको छ, पूर्ण रूपमा अधिकारलाई सदुपयोग गर्न खोजिरहेको छ र त्यो केही कुराहरू बाँचिएर प्रदेश सरकारसँग जोडिएका परिस्थितिहरू पनि छन् र प्रदेश सरकारसँग फेरि केन्द्र सरकारसँग जोडिएका कुराहरू पनि छन्। त्यसले गर्दाखेरि मलाई लाग्छ अबको यो दिनमा, आगामी दिनहरूमा अहिले वर्तमान नयाँ सरकार बनिरहेकोमा स्थानीय सरकारको प्रमुख नै आज चाहिँ देशको सङ्घीय सरकारको प्रमुख हुनुहुन्छ। त्यसले गर्दाखेरि अबको दिनमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको आफ्नो काम, कर्तव्य र अधिकार ऐन कानुनमा चाहिँ जुन बाजेका कुराहरू छन् ती कुराहरू स्पष्ट रूपमा
अगाडि बढ्नेछन् र चाहिँ स्थानीय सरकार त्यो रूपले गति दिनेछ, अझ गति पूर्ण रूपमा लिनेछ भन्ने विश्वास छ मलाई। अन्य कुराहरू धैर्यमा चाहिँ कस्तो गरिन्छ। धन्यवाद। स्थानीय तहको योजनाको विषयहरूमा काम गरिरहनुभएका विजयराज पन्तज्यू, यहाँले चाहिँ स्थानीय तहहरूसँग बसेर बाहिरबाट हेर्दाखेरि र सँगसँगै सहकारी गरेर काम गर्दै गर्दाखेरि स्थानीय तह चाहिँ कहाँ छ, तपाईँले कहाँ देखिरहनु भएको छ? योजना सञ्चालनदेखि लिएर योजना कार्यान्वयनको तहमा नागरिकसँग छ कि सरकार मात्रैको रूपमा छ, के देखिरहेको छ? अब यही आलोकमा फेरि हाम्रोमा पनि अर्को एउटा सवाल भएको छ। यो धेरैलाई जानकारी नहुन सक्छ। गत वर्ष नै एउटा स्वतन्त्र संस्थाले गरेको एउटा स्वतन्त्र अध्ययन जसको शीर्षक थियो असन्तुष्टि सर्वेक्षण भन्ने, त्यसमा के थियो भने त्यसको निचोड गण्डकी प्रदेशमा सरकारप्रतिको असन्तुष्टिको तहगत स्थिति हेर्दा सङ्घीय सरकारप्रति सन्तुष्ट छु भन्ने सर्वेक्षणमा सहभागीहरू 22%, प्रदेशप्रति सन्तुष्ट छु भन्ने जम्मा 24%, तर स्थानीय तहप्रति म सन्तुष्ट छु है यसको कामप्रति भन्नेमा 64% थियो। अब यही हो त तथ्य, यही हो त भन्ने कुरा फेरि प्रश्न हुनसक्छ। यसलाई फेरि अर्को ढङ्गले हेर्नुपर्छ। अहिले गत वर्षकै अर्को प्रतिवेदन स्थानीय तह, यो बेरोजुसँग सम्बन्धित प्रतिवेदनले स्थानीय तहको बेरोजु 20% स्रोत परिचालन गर्दा कुल बेरोजुको 30% स्थानीय तहमा छ। अब फेरि यसले अर्का दिन सँगै अर्को एउटा छ, हाम्रो स्थानीय तहमा जुन के भन्छ र सङ्घीय प्रदेशको तिनै तहको अख्तियारको रिपोर्ट हेऱ्यो भने गत वर्षको 81 आर्थिक वर्ष 81-82 स्थिति हेऱ्यो भने 53% उजुरीहरू स्थानीय तहसँग सम्बन्धित छ। अब यसरी यी सबैलाई मिलाएर हामीले बोल्दा स्थानीय तहमा अहिले कहाँ छ त भन्यो भने स्थानीय तह कुनै ठाउँमा छ, गाउँमा पनि छ, उसले एउटा उल्झन बोकेर हिँडेको छ। त्यो उल्झन कतिले चिरेर केही राम्रा इनोभेटिभ खालका कामहरू पनि गरेको छ, कतै हुन सक्ने छैन। अब यही बेरोजी र अख्तियारको कुरोमा फेरि हामीले एक पक्ष हिसाबले हेर्नु पर्दैन, अर्को ढङ्गले हेऱ्यौँ भने स्थानीय तहमा अर्को जनप्रतिनिधि फेरि अर्को कुरो छ। के हुँदो रहेछ भने स्थानीय तहमा मान्छे मर्न लाग्यो भने अब त्यो कार्यविधि कुरेर नियम पुऱ्याएर त्यो मान्छे बचाउनु लाग्यो भने मान्छे मर्दैन, मिचेर भए पनि मान्छे बचाउनु पर्यो। यो उहाँहरूको बाध्यता छ। त्यस कारणले कतिपय बाध्यता, कतिपय सङ्कस भन्छ योजनाको भाषामा। योजनाको सङ्कस भनेको अरू कसैले तयार गरिदिएको सकस, त्यो उल्झनबाट प्रभावित छ र केही सकारात्मक, केही अलिक कमी कमजोरी सँगै अहिले स्थानीय सरकार ग्रामीण क्षेत्रमा स्थानीय खास गरी स्वास्थ्य शिक्षासँगै सेवा दरबारमा पनि छ, जुटेको छ र केही राम्रो उपलब्धि पनि छ भने केही कमजोरी सुधार गर्ने कुराहरू धेरै नै छन्। जनताको गुनासो पनि एउटा मजेरीको सरकारको हिसाबले स्थानीय तहप्रति, स्थानीय सरकारप्रति बढिन्छ। टेक्निक शिक्षा छैन, माइक्रोफोन के भइरहेछ सामग्री गराइरहेको छैन। म हाम्रो सामाजिक अभियन्ता पनि हुनुहुन्छ, एउटा नागरिकको आँखाबाट हेर्दाखेरि हामीले गाउँ गाउँमा सीमा दरबार आयो भनेर भन्यौँ, जसरी स्थानीय तहहरूको गठन हुन्छ सुरुमा के साँच्चै सीमा दरबार गाउँमै आइरहेको छ कि कतै छुटिरहेको सीमा दरबार फेरि खोज्दै जनप्रतिनिधिहरू फर्किरहेको छ? तपाईँको एउटा आम नागरिकको आँखाले हेर्दाखेरि स्थानीय सरकारलाई तपाईँले चाहिँ कहाँ देख्नुहुन्छ? कहाँ देख्नुहुन्छ? पत्रकार महासंघहरू र यो मिडिया बेलाप्रति आभारी छु। त्यही त अब गाउँ सिंहदरबार भन्छौँ, गाउँ गाउँ चाहिँ भ्रष्टाचार चाहिँ झन् व्यापक रूपमा भएको चाहिँ मलाई लाग्छ। यो स्थानीय सरकारको यो सुशासनको कुरा गर्दाखेरि त्यति साह्रो नागरिकहरूले प्रत्याभूति गर्ने नपाएको जस्तो, अब स्रोत साधनका खानी खनिजका कुराहरू होइन, हाम्रो आफ्नो माटोको माया हामीले कति चिन्यौँ, योभन्दा यो संस्कारदेखि सर्वनाशसम्मको यात्रामा छ भन्ने लाग्छ। सैनिक हुसेन बस्दै अलिक के भन्दै हुनुहुन्थ्यो। अब राइट्सको कुरा गर्दा साझा स्वायत्त राइट्सको अधिकारहरू छ हामीलाई, कार्यपालिका न्यायपालिकादेखि हाम्रा सबै हक अधिकार, शान्ति सुरक्षाहरू के गर्ने, लोकतन्त्रलाई के आवश्यकता छ, ती सबै चिजहरूमा छ। तर हामी कता कता एक पाप लाउँदा दुई पाप झर्ने विकास जस्तो, दोहोनमुखी जस्तो, सामाजिक मूल्य मान्यता बिर्सेर हिँडे जस्तो,
कहाँ कता अल्कली जस्तो अब जुन सुशासनको प्रत्याभूति जुन विकासको समृद्धिको त्यो पाउनु पर्थ्यो त्यो छैन अहिले भन्दै भन्दा छ दुनियाँ भन्दाका बिचमा स्थानीय तहहरू गुज्रिरहेको छ थुप्रै चुनौतीहरू छ अब पोलिटिकल रिफ्लेक्सनहरू हेर्दा हिजोको यो एक दशकको कार्यकाल त कता कता अल्मलिएको जस्तो त्यो पनि हामीले देख्यौँ तर अहिले अब सरकार पनि फेरिएको छ अब म त अनुहार नै यो 40 दशकको होइन 3-4 दशकको यो यात्रामा यो अलिक सकारात्मक हुने आशावादी हुने स्थितिहरू आइलागेको छ जस्तो लाग्छ समाज अलिक तडक भडकको यात्रामा छ प्रेम दया माया करुणा अघि बिर्सिँदै हामी गइरहेका छौँ अब लागि पर्नु सबैको जोडबलले हामी बस्नलाई समाज बन्ने हो आशावादी हुन सकिन्छ त्यो सरकारको रूपमा अभ्यास गर्नको लागि स्थानीय तह सरकार हो है भनेर नागरिकलाई प्रत्याभूति दिलाउनको लागि र तपाईँ आफूहरूले पनि अनुरोध गर्ने गरी अभ्यास गर्नको लागि यहाँलाई चाहिँ किन बाधक भइरहेको छ फेरि पनि तपाईँहरूसित काठमाडौँको सिंहदरबार दायरा परिरहेको देखिन्छ अवश्य पनि हामीले स्थानीय सरकारलाई सबै कुराको दायित्व छ र सबैभन्दा पहिला कुरा हामीले चाहिँ स्थानीय सरकारलाई दैनिक रूपमा नागरिकसँग जोडिने सेवा प्रवाहलाई हामीले जुस्त दिनुपर्छ भन्ने हिसाबले हामीले समयअनुसार त्यो किसिमको सेवालाई प्रवाह गर्दै आइरहेको परिस्थिति छ जस्तै चाहिँ अहिलेको चाहिँ समयअनुसार जुन किसिमले चाहिँ प्रत्येक नागरिक केन्द्र सरकारमा आउनुपर्ने परिस्थिति अथवा गाउँमा रहेका नागरिकहरू चाहिँ केन्द्रमा आएर चाहिँ अथवा चाहिँ हेडक्वार्टरमा आएर लिनुपर्ने सेवा सुविधालाई हामीले गाउँबाटै दिन सक्नुपर्छ भन्ने उद्देश्यका साथ सबै सेवाहरू अहिले गाउँमा पुगिसकेको अवस्थाहरू छन् त्यसमा चाहिँ व्यवस्थापकीय पक्षमा अहिलेको युगसँग चाहिँ सहयोग आइटीसँग चाहिँ जोडिएका हामीले चाहिँ कर्मचारी व्यवस्थापनका कुराहरू र फेसलेस पेपरलेस जस्ता कार्यहरूबाट हामीले चाहिँ काम गर्ने कुराहरूबाट चाहिँ सेवालाई प्रभावकारी बनाउँदै आइरहेको परिस्थिति छ र विशेष गरेर हामी केन्द्रमा धाउनुपर्ने के हो भने नागरिकभन्दा पनि हामी जनप्रतिनिधिहरू अहिले धाउनु परिरहेको परिस्थिति छ कतिपय कुराहरूमा बजेट ल्याउने कुराहरूदेखि लिएर कतिपय कुराहरूको स्वीकृति दिनेहरूदेखि लिएर र योजनाहरू माग गर्नेदेखि लिएर यस्ता कुराहरू र चाहिँ कतिपय कुराहरू विवाद चाहिँ जुन कानुनी रूपमा एक कानुनमा बाँचेका कुराहरू छन् ती कुरालाई छुटाउने क्रममा चाहिँ सबैभन्दा ठुलो समस्या रहिरहेको छ र केन्द्र सरकार र प्रदेश सरकारले ती अधिकारहरूलाई स्थानीय सरकारसँग दिनको लागि जुन किसिमको कठिनाइ र अवरोधहरू हामीले चाहिँ भोग्नु परिरहेको छ त्यो हामीको चाहिँ यो मेरो लेभलमा यो हरेक स्थानीय सरकारको प्रमुखहरूको समस्याको रूपमा मैले देखिरहेको छु त्यसले गर्दाखेरि यो विषयमा सबैभन्दा ठुलो समस्या अहिले परिरहेको छ हुनलाई चाहिँ सरकार चाहिँ अहिले यो चाहिँ बनेको जम्मा 9 वर्ष मात्र भइरहेको छ 9 वर्षको पिरियडमा धेरै अधिकारहरू प्रत्यार्जन भएका छन् धेरै कुराहरू सिस्टममा गइसकेको परिस्थिति पनि छ र यसलाई सिस्टममा चाहिँ हामीले ल्याउँदै पनि छौँ सरकारले पनि ल्याउँदैछौँ तर पनि हामी चाहिँ अझ पनि विगतमा जस्तो जुन चाहिँ 46 सालभन्दा अगाडि 46 सालपछि पनि जुन प्रधानता आइसकेपछि थियो यो सङ्घीयता नहुँदै बेलाको चाहिँ जुन किसिमको सरकार थियो त्यो किसिमको सिस्टम अझ पनि केही हदसम्म छ त्यसले गर्दाखेरि यो विषयलाई चाहिँ हामीले लिएर केन्द्र सरकार र प्रदेश सरकारमा धाउनु परिरहेको छ अहिले नागरिकले झट्टै प्रतिफल खोजिरहेको देखिन्छ आज काम गरेपछि आजै प्रतिफल अथवा आओस् भोलि प्रतिफल आओस् भन्ने छ त्यो चिजमा हामीले योजना ल्याउनको लागि हाम्रा लागि बाधक चाहिँ के हो हामीले विभिन्न किसिमका प्रतिफलहरूमा पनि आजको आजै प्रतिफल दिने भन्ने कुराहरू हामी सेवा प्रणालीलाई कति चुस्त बनायौँ भन्ने कुरा यो चाहिँ बागलुङका नागरिक हरेक चाहिँ नागरिकले आफ्नो पालिकाबाट लिने सुविधालाई मूल्याङ्कन गरिन्छ अहिले भर्खरै चाहिँ विजयजीले भन्नुभयो झन्डै 64% चाहिँ नागरिकहरू सन्तुष्टिको रूपमा स्थानीय सरकारसँग सन्तुष्ट छ भने यो डाटा भएको छ तपाईँहरूले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले हाम्रो चाहिँ बागलुङ नगरपालिकाको सार्वजनिक सुनवाई तपाईँहरूले आफै गर्नुभएको छ तपाईँहरूले डाटा पनि हेर्नु भएको छ झन्डै कतिपय कुराहरूमा 80% भन्दा बढी नागरिकहरू सन्तुष्ट भएको सर्वेक्षणमा हामी देखिरहेका छौँ र अर्को कुरा के छ भने हामीले चाहिँ केन्द्र सरकारसँग माग्ने जाने कुरामा चाहिँ त्यो रिटर्न आउने कुरामा र हामीले गरेका कुनै पनि पूर्वाधार हाम्रो देशको चाहिँ सिस्टमको कुरा गर्दै गर्दाखेरि अहिले यो विषयमा पनि बहस चाहिँ होला हाम्रो खरिदेका कुराहरू हामीले चाहिँ त्यो चाहिँ योजना माग गर्दै गर्दाखेरि स्वीकृत गर्ने कुराहरू हाम्रो असार प्रशान्तमा चाहिँ काम सम्पन्न गर्ने कुराहरूदेखि लिएर
बजेट विनियोजन भइसकेपछि त्यसलाई डिपिआर गरेर बजेट छुट्टाएर त्यसलाई कार्यान्वयनमा जाउन्जेलसम्म हामीले कति समय दिनुपर्छ। तपाईँको अस्ति मात्र चाहिँ सर्वेक्षणमा आएको छ नेपालको योजनाहरू हरेक एमसम्म पुग्नको लागि मात्र 270 दिन लाग्ने डाटा तपाईँहरूले पढ्नु भएको छ। भनेपछि एउटा स्थानीय सरकार एउटा नगर प्रमुखले एउटा योजना कार्यान्वयन गर्नको लागि झन्डै झन्डै कागजी प्रक्रिया मिलाउनको लागि 1 वर्ष लाग्दो रहेछ। र पनि हामीले बागलुङ नगरपालिकामा ल्याएका योजनाहरूलाई तपाईँहरूले मूल्याङ्कन गर्न सक्नुहुन्छ। चाहे यो वर्ल्ड ब्याङ्कसँग जोडिएका कुरा हुन्, चाहे एडिबीसँग जोडिएका कुरा हुन्, चाहे एक निर्वाचन क्षेत्र एक रणनीति सडकसँग जोडिएका कुरा हुन्, पूर्वाधारको विषयमा हुन्, चाहे विद्यालय बनाउने कुराहरू, स्वास्थ्य चौकी भवनहरू निर्माण गर्ने कुरामा हुन्, बागलुङ नगरपालिकाले हामीले टाइममा चाहिँ योजनाहरू सम्पन्न गरेका छौँ। र पनि कतिपय योजनाहरू अझ पनि यति अल्पत्र छन्। जस्तै चाहिँ हामीले देखिरहेका छौँ नगर अस्पताल आज चाहिँ म नगर प्रमुख भएको पनि 4 वर्ष पुगाइसक्यो। पूर्व मेयरले 5 वर्ष आफ्नो कार्यकाल व्यतीत गरिसक्यो तर चाहिँ काम हुन सकिरहेको छ। यसलाई द्रुत रूपमा अगाडि बढाउनको लागि हामी कसरी अगाडि बढ्न सकिन्छ? त्यसले गर्दाखेरि हाम्रो हरेक एममा पनि त्यो किसिमका समस्याहरू छन् जसले गर्दाखेरि हामी अझ पनि केन्द्र सरकार र प्रदेश सरकारसँग बस्नुपर्ने, उहाँहरूसँग गुहार माग्नुपर्ने, उहाँहरूसँग माग गर्नुपर्ने र आइराख्नुपर्ने यो किसिमका हाम्रो बाध्यताहरू छन्। हुन्छ, म फेरि आउँछु यहाँसँग। विजयजी, यहाँ चाहिँ यो योजना आएको गण्डकी प्रदेश सरकारको योजना आएको पनि बसेर काम गरेको अनुभव पनि छ। अहिले यहाँले हेरिनु भएको छ स्थानीय सरकारलाई संविधानले स्थानीय सरकार सञ्चालन ऐनले प्रशस्त अधिकारहरू दिइरहेको छ। यो अधिकारको प्रयोगमा स्थानीय सरकारलाई चाहिँ कहाँ पाउनुहुन्छ तपाईँले? स्थानीय सरकारले त्यो अनुसारको आफ्नो अधिकारको प्रयोग गरिरहेको छ कि छैन? अर्को कुरा सँगसँगै यहाँसँग जोडेर मैले हेरेँ, अघि आरकेजीले थोरै उठाउनु यो जल जङ्गल जमिन यी कुराहरूलाई चाहिँ अहिले व्यवस्था गर्दै गइरहेको छ सरकारले र यो चाहिँ मासिँदै गइरहेको छ। हाम्रो अहिलेको पढाइ लेखाइले के चाहिँ हाम्रो गाउँको ढुङ्गा माटो नाप्न जाँच्न नै बिर्सिएर हामीले कङ्क्रिट मात्रै काम गर्न थालेका हौँ। गाउँमा विकास निर्माणको नाममा कङ्क्रिट मात्रै बनाउन थालेका हौँ। के लाग्छ यहाँलाई? यो पनि जोडेर सँगै उल्लेख गर्नको लागि म अनुरोध गर्छु। धन्यवाद। पहिलो चाहिँ अधिकारसँग सम्बन्धित प्रश्न थियो। स्थानीय तहलाई अब संविधानले नै अनुसूची 8मा एकल अधिकार, त्यसपछि 7 अधिकार छ। त्यसको पनि विस्तृत क्याबिनेट बढ्ने अथवा विस्तृतीकरण विस्तृतीकरण प्रतिवेदन मार्फत कुन अधिकार कुन क्षेत्रलाई हुने भनेर स्पष्ट गरिएको छ। अब यो अधिकारको सन्दर्भमा त्यसरी स्पष्ट हुँदा हुँदै कतिपय हाम्रा के छन् भने कानुनी जटिलताहरू, कानुनी उल्लङ्घनहरू पनि स्थानीय तहसँगै जोडिन्छ, सङ्घीय कानुन जोडिन्छ। उदाहरणको लागि हाम्रो निजामती सङ्घीय निजामती सेवा ऐन नबनेर अहिले स्थानीय तहमा वन प्रशासकीय अधिकारीदेखि अन्य कर्मचारीहरूको र सोही ऐनको आधारमा बन्नुपर्ने अरू कुराहरू पनि अनुमोदन भएको छ। सँगै अर्को यो शिक्षा ऐनको कुरा पनि अहिले विचार आएको थियो। अब यो पनि अगाडि जाँदैछ। अब यो कुरा पनि पुरा हुन सकेको छैन अहिलेसम्म। जग्गा प्राप्तिको लागि वन ऐनका कुराहरूले गर्दाखेरि यो कुरालाई पनि अलिकति असजिलो बनाएको स्थिति छ। तर अब अधिकार हुँदाहुँदै हाम्रो कार्यान्वयन हुन किन सकेको छैन भन्ने कुरामा हाम्रो प्रशासनिक संहिता र वित्तीय संहिताको कार्यान्वयन अझ पनि राम्रोसँग प्रभावकारी हिसाबले हुन सक्ने अवस्था छ। वित्तीय संहितामा हामीले अब जस्तै अन्य देशहरूको उदाहरणबाट पनि हामीले हेर्न सक्यौँ भने सफल देशहरू, संसारका सफल संहिता भएका देशहरूमा जस्तै स्विजरल्यान्डको उदाहरण लियो भने स्विजरल्यान्डमा 30% मात्रै सङ्घको बजेट, सङ्घको स्रोत परिचालन 30% हुँदो रहेछ भने प्रदेशको 40% र स्थानीयको 30% हुँदो रहेछ। तर हाम्रोमा हेऱ्यौँ भने 60 देखि 65% सङ्घले गर्छ, प्रदेशको 10-15% हाराहारीमा छ र 20% हाराहारीमा स्थानीयको छ। यो कारणले गर्दा के छ भने हामीसँग वित्तीय स्रोतको कमी र यो स्रोत परिचालनमा परनिर्भरताको कारणले गर्दाखेरि अप्ठ्यारो परेको छ। अर्को हामीसँग भएको कुरा के छ भने नीतिगत अस्थिरताको कुरा। अहिलेको हाम्रो परिकल्पना के भने स्थानीय सरकार एक्लैले सबै कुरा गर्न सक्दैन। सबै तिनै तहको सरकार मिलेर समन्वय, सहकार र सहअस्तित्वको आधारमा पारस्परिक सहयोगको सम्बन्धको आधारमा शासन सञ्चालन हुने भन्ने कुरा संविधानले स्पष्ट गरेको छ। अन्य तहका गतिविधिहरू पनि यो नीतिगत स्थिरताको कुरामा, त्यस्तै राजनीतिक प्रतिबद्धताको कुरामा अलिकति चुकेको देखिन्छ। हाम्रा म उदाहरणको लागि भन्न सक्छु, अहिले मात्रै गण्डकी प्रदेशमा 200 वटा जति आयोजनाहरू पुग्न सक्छ।
त्यो हुर्कुन कसरी भन्नुको अर्थ अघिल्लो वर्ष बजेट कुनै शिक्षकमा बजेट आयो, कुनै पूर्वाधार बन्न लाग्यो, तर दोस्रो वर्ष त्यसले निरन्तरता पायो। अब यस्ता कुराहरू हुर्कुनमा जानुको कारणले के भयो भन्दा अब त्यसको जवाब फेरि स्थानीय दिनुपर्ने आउँछ। भोलि ती आयोजनाहरू उसले त्यो आयोजना अर्को आयोजना लैजान मिल्ने त्यसको बुद्धिविश्लेषण गरेर चाहिँ त्यो आयोजना पुरा भयो र त्यसले विकासको अवस्थालाई अलिकति असर पुऱ्याएको स्थिति पनि छ। यदि हुँदाहुँदै स्थानीय तहले सबै राम्रै गरेको छ भन्ने कुरा पनि हो। स्थानीय तहमा पनि धेरै कमजोरीहरू, धेरै अझै सुधार गर्नुपर्ने कुराहरू छ। त्यसलाई चार हिसाबले हेर्नुपर्ने हुन्छ। सेवा प्रकारको हिसाबमा स्थानीय तह अलिकति अधिकार अनुसार चलेको जस्तो देखिन्छ, धेरै सन्तुष्टि, अहिलेको सन्तुष्टि सर्वेक्षणको कुरा पनि त्यतैतिर इङ्गित गर्छ। त्यस्तै अर्को कुरो सुशासन छ। सुशासन तिनै तहको त्यति राम्रो देखिँदैन। त्यसमा पनि हामीले अहिले हेर्नु सुशासन र भ्रष्टाचारको सवालमा हाम्रा सूचकहरू जुन ट्रान्सपेरेन्सी इन्टरनेसनलले गत वर्षको र गत 2 वर्षको हेऱ्यो भने उस्तो अस्ति छ र पछिल्लो वर्ष पनि हाम्रो कुनै सूचकहरू त्यस्तो सन्तोषजनक त्यस्तै अर्को पक्ष छ यो सुशासनसँगै हाम्रो जोडिने भनेको विकास। विकासमा हाम्रा दुईटा कुराहरू ठ्याक्कै जोडिएर आउँदो रहेछ। विकास र योजनासँग सम्बन्धित कुरामा एउटा कुरा कार्यान्वयन र सफलताको कुरा हुन्छ, दोस्रो सैद्धान्तिक सफलताको कुरा हुन्छ। यो कार्यान्वयन सफलता भनेको हामीले कार्यान्वयन जहिले जुन गुणस्तरमा जसरी गर्नु खोजेको त्यसरी कार्यान्वयन गर्न सकियो भने त्यो कार्यान्वयन सफलता भयो। त्यसका लागि पनि कानुनी र स्रोतको योगदान हुँदो रहेछ। जस्तै गत वर्ष नै के भयो भने वित्तीय समाजीकरण अनुदान घटाएर आउने भएपछि यता दायित्व सिर्जना भएछ, पछि घटेर आउने भनेर सङ्घीय सरकारले परिवर्तन गर्यो। अब यस्तो अवस्थामा के हुन्छ भने स्थानीय सरकारलाई दबाब पर्ने अवस्था पनि छ। भने कार्यान्वयन सफलतामा अर्को के छ भने हाम्रो खास गरी यो कानुनहरूले जग्गा प्राप्तिदेखिका विषयहरूमा अप्ठ्यारो। यो अप्ठ्यारोको कारणले गर्दा स्थानीय तहले आफूले चाहेको काम गर्न पनि गाह्रो छ। भने स्थानीय तह आफैमा फेरि इनोभेटिभ खास गरी यो विश्वव्यापी रूपमा आएका प्रवृत्तिहरू छन् विकासका, यो नवपरिवर्तन भयो, प्रविधिसँग सम्बन्धित कुराहरू भयो, आर्थिक रूपान्तरणका कुराहरू भन्दा एउटा चाहिँ विगतकै गुन्जनहरू स्याहार्न पर्ने छ। त्यो जुन चाहिँ पहिले दायित्व सिर्जना भयो त्यसलाई अहिले गरिराख्नु पर्ने छ, मर्मत सम्मानका कुराहरू। दोस्रो के छ भने समस्या समाधानका कुराहरू। तत्कालिक समस्या समाधानमा बढी केन्द्रित हुँदा रूपान्तरणकारी आयोजना र रूपान्तरणकारी कार्यहरूमा स्थानीय तहको ध्यान कम भएको छ। र यस्ता आयोजनाहरूको छनौट र कामहरू हुँदै गर्दा पनि कतिपय खरिदसँग सम्बन्धित कुराहरूमा, कतिपय यहाँ हुने अनियमितताका कुराहरूमा पनि प्रश्न उठ्ने गरेको छ। र यी कुराहरूले समग्रता हेर्दा के छ भन्दा अधिकारको प्रयोग चाहिँ स्थानीय तहले गर्न खोजेको छ। कतिपय माथिल्लो अन्य तहको कारणले गर्दा पूरत हिसाबले गर्न सकेको छ भने कतिपय अधिकारको प्रयोग गर्ने क्रममा कमजोरीहरू रहेको छ। भने अर्को पाटो छ जुन वातावरणसँग मासिएको ढुङ्गागरी बालुवाको कुराहरू छ। यी कुराहरू पनि अब एकल अधिकारभित्र नपरेको विषय छ क्या। अहिले के छ भने सर्वोच्च अदालतले नै जुन एउटा आदेश दिइसकेपछि अहिले हाम्रो कालीगढी तोडको कुरा एकदम विरूप तरिकाले अगाडि बढाएको छ। त हामीले हेर्दैखेरि पनि साह्रै कानुनी दृश्यहरू हामी देख्न सक्छौँ। यो किसिमको वातावरण विनाशको सिलसिला रोकिएको छैन। यो अगाडि अब यो प्रदेश सरकारले र के स्थानीय सरकारले मात्रै गरेर नहुने कुराहरू पनि छ। यो तिनै तहको सरकारले यस्ता प्राकृतिक स्रोत र साधनहरूको दिगो उपयोग र संरक्षणसँग सम्बन्धित कुराहरूमा बेलैमा सचेत भएर काम गर्नुपर्ने छ। अब धेरै ढिला भइसकेको छ हाम्रो। जस्तै यसको विकल्प पनि छ। यसको विकल्प के छ भने हामीले नदीजन्य सामग्रीहरूको प्रयोगबाट मात्रै पूर्वाधार निर्माण हुँदैन। संसारमा यस्ता अभ्यासहरू छन् त्यो बेगर पनि पूर्वाधार निर्माण हुन सक्दो रहेछ। हाम्रा कतिपय त्यस्ता ठाउँहरू छन्, त्यो ठाउँमा हामीले ढुङ्गा झिकेर सक्छौँ जसले वातावरणलाई कम असर पुर्याउँछ, जसलाई अन्य पर्यटकको रूपमा पनि गर्न सकिन्छ भने अन्य अब यसको पनि छुट्टै मापदण्ड छ। एउटा कुन हदसम्म एउटा क्यारिङ क्यापासिटी अथवा वहन क्षमता हुन्छ। हरेक प्राकृतिक स्रोतको वहन क्षमता हुन्छ। दिगो उपयोगमा वहन क्षमताभन्दा अधिक जुन हामीले वातावरणीय प्रभाव मूल्याङ्कनको कुरा छ त्यो कुरा नै हाम्रो अहिले गरिने वातावरणीय प्रभाव मूल्याङ्कन पनि अहिलेको हाम्रो दृश्यले मेल खाएको जस्तो देखिन्छ। त्यो अध्ययन नभएर भएको जस्तो देखिन्छ। त्यसकारण यी प्राकृतिक स्रोत संरक्षणसँग सम्बन्धित कुरा र यसको परिचालनसँग सम्बन्धित कुराहरूमा तिनै तहको सरकारले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने देखिन्छ। स्थानीय सरकारसँग विभिन्न प्रश्नहरू गइरहेको हामी देख्छौँ सामाजिक सञ्जाल मार्फत। अहिले हेर्दाखेरि स्थानीय तह र सरकारले के गर्नु पर्थ्यो, के गरिरहेको देख्नुहुन्छ यहाँले? गर्नुपर्ने चाहिँ के थियो त्यो चाहिँ अलिकति भन्नुहोस्।
स्थानीय सरकारका अधिकार र उपयोगका कुराहरू गरौँ। अब यो सङ्घ प्रदेश स्थानीय तहको लम्बासम्म गर्नु छ। अनि तपाईँले प्रगतिको जग भनेको चाहिँ चेतना हो है, राष्ट्रिय चेतना, नागरिक इच्छा के छ। हामी त्यत्रो हिन्दूकुश हिमालय, ट्रान्स हिमालय एउटा बर्मादेखि काजाखस्तानसम्मको यस्तो पानीहरू, यो हामी 3 करोड नेपालीको होइन, यो 4 र 5 अर्ब मानिसको जीवनको बाँच्ने एउटा आधार हो। हामी वाच टावर भन्छौँ है। अब त्यो हुँदाखेरि राजनीतिक, प्रशासनिक, आर्थिक, न्यायिक सबै कुराहरूमा तलदेखि माथिसम्म हाम्रो मेल छ होइन, राइट्सका कुराहरू जसले यो साझा अधिकार, समन्वय गर्ने कुराहरू, निकायहरू, कर्मचारी परिचालन, यो आन्तरिक यो अन्त सरकारी वित्त, रोयल्टी व्यवस्थापनका कुराहरू छ है। अब कार्यक्रमदेखि ठेक्काको कुराहरू, बागलुङ नगरपालिकाले 36 लाखमा ठेक्का लगाउँदैछ 4 वटा मैले अस्ति डेटा लिएको। अब त्यो बाँडफाँड गर्दै जाँदा त तपाईँको केन्द्रीय सरकारलाई, सङ्घ सरकारलाई 50, अब प्रदेश र यता गर्दा त 25-25। अझ अहिले हाम्रो विशेषज्ञ भने चाहिँ त्यो त अझ कहीँ कतै घटेरै। अब कत्रो के छ त्यो स्रोतका, अनि हिसाब 36मा उ गऱ्यो भने त त्यहाँ 8-10 लाख, त्यसले के हो? अनि विकल्पै विकल्प छ, विकास विवेकी सोचले गर्ने कुराहरू छ भनेपछि हामी के त लाग्नु पर्यो। यो वित्त हस्तान्तरणका कुरा, प्राकृतिक स्रोत साधन होइन, उपयोगिताको कुरा समुचित उपयोग गर्ने हो। 1 इन्ची माटो बन्नु तपाईँलाई 4000 वर्ष लाग्छ। ढुङ्गा, गिटी, बालुवा सबै यो उपयोग गरेर घर बन्ने भन्ने हाम्रो त्यो होइन। उयो फन्डामेन्टल हिजो ढुङ्गा, गिटी, बालुवा, चोकर, सिमेन्ट बनाउँदा पनि त घर बन्ने हाम्रा उयो थिए। त्यो हुँदाखेरि हामी एउटा घर जब खन्दाखेरि त घर बन्ने मटेरियलहरू, माटो ढुङ्गालाई सदुपयोग गऱ्यौँ भने त्यो बनिएको छ भने हाम्रो नेपाल भनेको अब गाउँले गाउँ, डाँडा काँडा, यी खानी सबै स्रोतले सम्पन्न यो देश हो। अब कहीँ कतै ढुङ्गान्छ, कहीँ कतै बालुवाहरू होला, कहीँ कतै माटोहरू होला, त्यसलाई त हामीले डिपोकरण गरेर ढुङ्गा गिटी डिपो होइन, ढुङ्गा गिटी प्राधिकरण गरेर, बालुवा डिपो गरेर यसरी पनि त उपयोग गर्न सक्छौँ नि। त्यस्ता चिजहरूमा छैन। त्यो हुँदाखेरि यो सङ्घीय शासन, यो प्रणालीका, यो सरकारका यो होइन इकाइहरूमै हामी स्थानीय तहलाई लिन्छौँ भन्दाखेरि यो स्रोत, स्थानीय शासन व्यवस्था, यो सुविधा उपयोग गर्नलाई यो राजस्व बाँडफाँडका कुराहरूमा अलिकति हामी विशेष पहल पैरवी गर्नु पऱ्यो। अब यही उसमा मात्रै होइन, कति त रेस्ट्रिकेटेड एरियाहरू छ। हामी मुस्ताङ अप्पर मुस्ताङ गयौँ भने $500 तिर्छ। त्यो कहाँ उपयोग भइरहेको छ? सङ्घ सरकारले होइन त्यसलाई गरेर कहाँ उपयोग गर्ने भन्ने कुराहरू छ। अब त्यो हुँदाखेरि अब लोकतन्त्रलाई संस्थागत गर्न अहिले चाहिँ $500 तिर्नुपर्छ सरकारले घटाइदिएको छ। अहिले त्यहाँ जाने पर्यटकहरूले $500 चाहिँ तिर्नुपर्छ है। होइन, त्यही मात्रै छैन, गोलकुण्ड छ, कञ्चनजङ्घा, उपल्लो बेल्टहरूमा चाहिँ अधिकांशहरू त्यो भएको हुँदाखेरि स्रोत साधनको उपयोगितामा हामी अलिकति स्थानीय स्तरमा हामीलाई के हो होइन, खाने खनिजहरू कति छ, कुन विधि वैज्ञानिक उपायहरूले हामी दिगो व्यवस्थापनका नीति अवलम्बन गर्ने भन्ने कुराहरू गयो। विकास परिवर्तन यत्तिकै होइन, लामो एउटा संस्थानीय परिपाटी हो। त्यतातिर अलिकति विवेक ढङ्गले हामी लाग्नुपर्छ भन्ने लाग्छ। अधिकार र उपयोगका कुराहरूमा त्यो भन्दैमा हामी जे मन लाग्यो त्यही गर्नु चाहिँ खेज्जन छ। यो हाम्रो समाजले चाहिँ यो उत्तरदायित्व सरकारलाई सहयोग गर्ने कुरामा चाहिँ किन बोध गरिरहेको छैन? नागरिक दायित्व चाहिँ के हुन्छ? यो पनि अलिकति छलफल गर्छ। नागरिकका आफ्नै भूमिकाहरू छन्, हामीले आफ्नो दायित्व कर्तव्य गरेको कुराहरूमा च्युत भए चाहिँ लाग्छ। स्थानीय सरकार आफूलाई जनमुखी बनाउनु पनि प्रतिबद्ध हुनु पऱ्यो भने जनताका लागि आवश्यक होइन कुराहरू, आवश्यकता के हो त्यो पूर्ति गर्ने र नागरिकहरूले पनि यहाँ यो बहिष्कार गर्ने, निषेध गर्ने यो हाम्रो राजनीतिक परिपाटीहरू बढ्ता छ। राम्रोलाई राम्रो भन्न पनि नसक्ने र नराम्रोलाई गर्ने भनेपछि यो राज्य अलिकति जनमुखी एउटा नागरिक दायित्व कर्तव्यबाट च्युत हुनु भएन। अलिकति नैतिक बौद्धिक एउटा प्रबुद्ध एउटा समाज व्यवस्थापनका लागि हामी चाहिँ सबै मिलेर राज्य व्यवस्थालाई अलिकति अगाडि लैजानलाई त्यो सबैको दायित्व भूमिका चाहिँ यतातिर लाग्नु उचित हुन्छ। नगर प्रमुखसितर्फ आउन चाहन्छु। अहिलेसम्म हामी सबैताको विषयमा छलफल गऱ्यौँ। यहाँले बागलुङ नगरपालिकाको बागडोर सम्हाल्नेको पनि
4 वर्ष करिब पुरा भएको छ। यो 4 वर्ष बिचमा यहाँले नागरिकले अनुभूत गर्ने गरी र तपाईँ आफैले पनि गौरव गर्ने गरी चाहिँ के काम गर्नुभयो, अलिकति यो विषयमा पनि चर्चा गर्न अलिकति भन्नुहोस् यो विषयमा। धन्यवाद। पहिले बागलुङ नगरपालिकाले हामीले काम गरेका छौँ, विशेष गरेर हामीले धेरै विषयमा काम गर्नुपर्नेछ र विशेष गरेर हामीले सामाजिक विकासतर्फ काम गर्नलाई जो हामीले जोड्न मिल्छ र देख्न मिल्छ। सामाजिक विकासमा हामी कति काम गर्छ भन्ने कुराहरू चाहिँ हामीले त्यो देखाउन सक्ने र जोड्न मिल्ने स्थिति छैन। तर पूर्वाधारको कुरामा हामीले चाहिँ जति पनि हामीले चाहिँ घोषणापत्रमा हामीले पहिले काम गरेको छौँ त्यो कामलाई चाहिँ मैले पुरा गर्ने एउटा लक्ष्यको बिन्दुमा पुगेको मैले महसुस गरेको छु। जस्तै प्रत्येक वडाको वडा कार्यालयसम्म हामीले पक्की सडकहरू पुर्याउने हामीले चाहिँ प्रतिबद्धता व्यक्त गरेका थियौँ र धेरै वडामा किसिमको चाहिँ पक्की सडकहरू पुगिसकेको छ। मलाई लाग्छ अब यो आगामी वर्षमा एउटा चाहिँ वडा नम्बर 9 मात्र वडा कार्यालयसम्म पक्की बाटो पुग्नुको लागि त्यो बाटोको पनि चाहिँ कन्टिन्युस काम भइरहेको अवस्थाहरू छन्। र दोस्रो कुरो चाहिँ अघि चाहिँ अलिकति अतिरिक्तजीले पनि भन्नुभयो, हाम्रो गएको दशक भनेको रोजगारमुखी योजनाहरू मात्र भयो। चाहे त्यो राज्यले बाटो खन्ने होस्, चाहे चाहिँ स्थानीय सरकारले खन्ने होस् या चाहिँ पब्लिकले खन्ने निक्लिनु होस्, हामीले जहाँ चाहिँ हामी चाहिँ रोजगारले बाटो खन्यौँ। अघि नै एउटा चाहिँ माटो बन्नको लागि भन्दा झन्डै 4,000 वर्ष लाग्छ थोरै माटो बन्नको लागि। आज हाम्रो देशमा प्रत्येक ठाउँमा रोजगारी विकासको कारणले गर्दाखेरि आज चाहिँ प्रत्येक ठाउँमा त्यो किसिमको चाहिँ विषय जानेर त्यसले चाहिँ दुर्घटना निम्ताइरहेको परिस्थिति छ। त्यसलाई हामीले चाहिँ पूर्ण रूपमा अहिले बन्द गरेको परिस्थिति छ र अहिले हामीले चाहिँ बाटोलाई कसरी पक्की गराउन सकिन्छ, कसरी धरान गर्न सकिन्छ, कसरी स्तर उन्नति गर्न सकिन्छ र नयाँ ट्र्याकलाई हामीले चाहिँ पूर्ण रूपमा बन्द गरेको परिस्थिति छ र त्यो किसिमले हामीले अगाडि बढेका छौँ। र शैक्षिक क्षेत्र हामीले चाहिँ अहिले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गरेका छौँ। शैक्षिक क्षेत्रमा चाहिँ आज नेपालको सबैभन्दा बढी विद्यालय भएको चाहिँ यो बागलुङ नगरपालिकालाई हामीले शैक्षिक क्षेत्रमा आमूल रूपान्तरण गरेका छौँ। स्वास्थ्य क्षेत्रमा हामीले चाहिँ आमूल परिवर्तन गरेका छौँ। आज चाहिँ गण्डकी प्रदेशमा हामी चाहिँ 62 स्थानमा थियौँ स्वास्थ्य क्षेत्रमा, आज हामी पहिलो दोस्रो स्थानमा हामी चाहिँ स्वास्थ्यको प्रभावमा हामी त्यो किसिमको सेवा प्रदान गरेका छौँ। ज्येष्ठ नागरिकलाई घर दैलोमा चाहिँ हामीले त्यो सेवा दिनेदेखि लिएर त्यो किसिमले गरेका छौँ। र मलाई लाग्छ अब हामीले के गरेर यसको रिजल्ट के हुनसक्छ त अब बागलुङ नगरपालिका भोलिको दिनमा के हुनसक्छ भन्ने कुरामा मलाई लाग्छ बागलुङ नगरपालिका एउटा यो पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुनेछ, एउटा व्यावसायिक हबको रूपमा विकास हुनेछ। र बागलुङ हिजो अहिले तपाईँहरूले बाहिर राखिराख्नु भएको छ, हिजोको बागलुङ फोटोलाई हेरौँ र आज बागलुङ कुन गतिमा अगाडि बढिरहेको छ र भोलिका दिनहरूमा बागलुङका नागरिकहरू हरेक नागरिकहरू इन्डिपेन्डेन्ट आत्मनिर्भर चाहिँ बागलुङीहरूको रूपमा स्थापित हुनेछ। जसले गर्दाखेरि चाहे त्यो पर्यटन क्षेत्रको तर्फबाट चाहिँ व्यावसायिक रूपमा नै होस् या कृषि क्षेत्रबाट आत्मनिर्भर हुनेदेखि लिएर व्यावसायिक हबको रूपमा विकास गर्नको लागि बागलुङ त्यसरी अगाडि बढिरहेको परिस्थिति छ र त्यसलाई स्थापित गर्नको लागि हाम्रो महत्त्वपूर्ण क्षेत्रहरू चाहे प्रत्येक वडाबाट चाहिँ सहकार्य गर्ने क्रममा अन्य पालिका र चाहिँ छिमेकी जिल्लाहरूसँग सहकार्य गरेर अगाडि बढिरहेको परिस्थिति छ। त्यसले गर्दाखेरि पनि म चाहिँ बागलुङ एउटा पर्यटकीय चाहिँ क्षेत्रमा व्यावसायिक हबको रूपमा स्थापित हुनेछ अबको बागलुङ र चाहिँ हामी त्यही किसिमले चाहिँ हामीले काम गरिरहेका छौँ र बागलुङ नगरपालिका अबको 10 वर्ष अबको 20 वर्षहरूमा कुन स्तरमा जाने भन्नेलाई हामी कुन किसिमको कार्ययोजना लिएर अगाडि बढिरहेका छौँ। र अतिरिक्त भाइले चाहिँ जुन कुराहरू राख्नु भएको छ यो चाहिँ जुन चाहिँ वित्तीय कुराको कुरामा प्रदेश सरकारसँग हाम्रो चाहिँ यो जुन अहिले चाहिँ 72-72को जुन कुरा आइरहेको छ त्यो चाहिँ प्रदेश सरकारलाई मात्र हामीले चाहिँ 40% रुपियाँ हामी प्रतिशत चाहिँ रकम हामीले बुझाउनुपर्छ, केन्द्र सरकारलाई यसको बुझाउनु पर्दैन। र यो टेन्डर चाहिँ यो 36 लाख भनेको एउटा मात्र टेन्डरको चाहिँ 36 लाख हो। हामी झन्डै 50 लाखभन्दा बढीको हामीले काम गरेका छौँ। तर यो चाहिँ 72-72को विषयमा बागलुङ नगरपालिका लगायत 20वटा स्थानीय सरकारलाई प्रतिपक्ष बनाएर चाहिँ यसमा मुद्दा हालिएको थियो र यो मुद्दा हालेको कारणले गर्दाखेरि स्थानीय सरकार चाहिँ जिल्ला प्रशासन कार्यालय जिल्ला समन्वय समितिलाई चाहिँ मुद्दा हालेको हुनाले संयुक्त रूपमा यो मुद्दालाई फेस गरिराख्नु परिरहेको अवस्था थियो र चाहिँ कार्यकर्तालाई चाहिँ यो मुद्दा चाहिँ यो चाहिँ जुन टेन्डर नभएको कारणले गर्दाखेरि बेला बेलामा यो चाहिँ चोरी निकासी हुने त्यसलाई चाहिँ समात्ने कामहरू गरिरहेको थियो र पछिल्लो पिरियडमा आएर मुद्दा चाहिँ हामी स्थानीय तहले चाहिँ जितिसकेपछि यो वर्षबाट चाहिँ टेन्डर प्रक्रिया अगाडि बढिरहेको परिस्थिति छ।
हो कालीगण्डकीबाट चाहिँ अहिले चाहिँ जुन किसिमले चाहिँ 72 निकाल्ने काम भइरहेको छ त्यो निकाल्ने क्रममा हामीले चाहिँ त्यसको आइ गरेर त्यसलाई एउटा नीति विधिपूर्वक त्यसको चाहिँ हामीले चाहिँ टेन्डर प्रक्रियामा अगाडि बढेर हामीले चाहिँ त्यो काम गरेका छौँ। तर यसलाई चाहिँ अझ नियमन गर्न जरुरी चाहिँ छ। त्यहाँ पूर्ण रूपमा हामी बन्द गर्न जाँदाखेरि हामीले चाहिँ यो प्रकृतिले दिएको जुन किसिमको चाहिँ स्रोतलाई चाहिँ हामीले यदि बन्द गऱ्यौँ भने भोलि चाहिँ हामी चाहिँ मुस्ताङको चाहिँ समस्याहरू हामीले भोग्नुपर्ने सक्नुपर्ने परिस्थितिहरू हुन सक्छ। र विशेष गरेर बागलुङ नगरपालिकाको क्षेत्रहरू आजसम्म हामीले चाहिँ यो गएको वर्षसम्म एउटा वारीपट्टि डोजोगाउने चाहिँ त्यो कामहरू भएका थिएन चिटफुटबाट। तर त्यसले चाहिँ हामीलाई चाहिँ धेरै ठुलो असर गरेको अवस्थाहरू छ। जस्तै चाहिँ बागलुङ नगरपालिकाको औद्योगिक ग्रामको चाहिँ झन्डै 40% जग्गा आज चाहिँ गइसकेको जस्तै छ। त्यसले गर्दाखेरि पनि यसलाई चाहिँ अझ चाहिँ व्यवस्थित र नियमन गर्न जरुरी छ र त्यो किसिमले अगाडि बढ्न जरुरी छ भन्ने मलाई लाग्छ। समस्याहरू जस्तो हामी धेरै नै समर्पण गरेर हामी जस्तो बाँदरको आतङ्कको समस्या त्यहाँ पर्नेको छ होइन। त्यसपछि आएर त्यो पर्यटकको विषयमा व्यापक कुरा हुन्छ त्यसले जेनेरेट गर्न सक्ने इन्कमको विषयमा पनि हामी धेरै समर्पण गरिरहेको छौँ। त्यसले पनि निकास दिँदैन भन्ने कुराहरूमा पनि हामी कुरा गरिरहेको छौँ। त्यसपछि आएर अब तर के विषयमा बहस हुँदैन भने होल अन्टोलोजिकल विषयमा चाहिँ बहस भइरहेको छ क्या। संविधानले समाधान भनिरहेको छ। क्लाइमेट चेन्ज सबैभन्दा प्रमुख समस्या छ। क्लाइमेट चेन्जलाई सल्भ गर्ने अन्टोलोजी नबोकिकन त्यो बाँदर आतङ्क कम्ती हुँदै सक्दैन किनकि त्यो बाँदरले त्यहाँ खानै पाउँदैन। त्यो वनमा बाँदरले खाना पाउने समस्या केसँग गरेर जोडेको छ? क्लाइमेट चेन्जसँग गरेर जोडिएको छ भने तल टेक्निकल कुराहरू त प्राविधिक कुराहरू त ध्यान दिएर ओभरअल होलिस्टिक वाटर टाइप कम्पार्टमेन्टमा मात्र समस्यालाई हेरेर होलिस्टिक रूपमा नयाँ गर्दाखेरि हामी स्थानीय तहलाई अगाडि बढ्नु धेरै चुकिरहेका छौँ कि भन्ने विषय चाहिँ म विशेष गर्दाखेरि एकदमै चाहन्छु। विशेष धन्यवाद। उहाँले मुख्यतः 3वटा बाधाको कुरा पर्यटनको जलवायु अनुकूलनको कुरा र होलिस्टिक हाम्रो विकाससँग अलमलिएको जस्तो छ भन्ने हिसाबले प्रश्न गर्नुपर्थ्यो। त्यो बाँदरको हाम्रो 3-4वटा मोडलहरू छन् अन्तर्राष्ट्रिय अभ्यासहरू। जापानको अभ्यास के रहेछ भने जापानमा बाँदरलाई प्रकृतिमा घुमाउने अभ्यास, त्यसरी उनीहरूले त्यो अभ्यास गरेका रहेछन्। प्रकृतिमै घुमाउने बाँदरलाई पश्चिम आउनु नदिने उसको हात थलोमै ऊ त्यही घुम्ने किसिमको बादल एउटा। दोस्रो बादल व्यवस्थापनको मोडेल भारतको मोडेल रहेछ नस्लबन्दीको मोडेल। नस्लबन्दीको मोडेल पनि केही हदसम्म सक्सेस देखिएको छ। त्यो अर्को मोडेल हो। तेस्रो मोडेल अलि वैज्ञानिक मोडेल भनेको अस्ट्रेलियाको मोडेल छ। अस्ट्रेलियाको मोडेल भनेको अघि विशेषले भने जस्तै त्यो वातावरणसँगै जोडिन्छ। हाम्रो अहिले बाँदर बढ्नुको पछाडि अध्ययन भएकै छैन। किन भएको भने हामी त्यसलाई नतिजामा हेर्छौँ, कारणमा हेर्छौँ। हाम्रो समस्या त्यही छ, हाम्रो योजना नै समस्या त्यही हो। त्यसको कारण के भने फुड चेन हो। मेन कुरा फुड चेन भनेको बाँदरलाई जुन चिजले कन्ट्रोल गर्थ्यो त्यो चिज अहिले हामीलाई कम भएको छ। यो दुईवटा कुरा हो। त्यसैले अस्ट्रेलियाले के गर्यो भने अस्ट्रेलियाले बाँदरको लागि अनुकूल वातावरण बनाउने, बाँदर नियन्त्रणको अनुकूल वातावरण पर्यावरणै बनाउने। त्यो भनेको बाँदरलाई किन नियन्त्रण गर्छ? चितुवा। हाम्रोमा चितुवा सम्भवतः एउटा तर्क छ अहिले बहसमा आएको छ। चितुवाको आहार प्रवृत्ति बिग्रेको कारणले बाँदर बढेको हो। त्यो कारण के रहेछ भने म सेयर गर्न चाहन्छु। त्यो के रहेछ भने बाँदर पहिला चितुवाले खोदेर खानु पर्थ्यो। अहिले यो हाम्रा पम्पिङ साइडहरू भन्दा त्यहाँ मरिएका चिजहरू पनि खाने अथवा अन्यत्र पनि खास गरी यो ब्रोइलर कुखुराको पाल्ने प्रवृत्ति सुरु भयो। त्यसबाट फालिएका मरेका कुखुराहरूको कारणले ऊ खोजेर खाने अभ्यास त हुन छोड्यो। उसले चाहिँ सहज हिसाबले खाना पाउने भएपछि एउटा त्यो भयो। अर्को वन र अन्य कारणले चितुवाको लागि अनुकूल प्रतिकूल वातावरण बन्यो, तर बाँदरको लागि अनुकूल बन्यो। त्यो कारणले पनि यो फुड चेनमा अब बर्बाद हुनसक्छ। यो एउटा फुड चेन के हो भन्ने कुरा कसरी नियन्त्रण गर्ने भन्ने कुरामा र अर्को चाहिँ उसलाई वनमै ढुवाउने भन्ने कुरा र त्यसको नष्ट हुने, यो 3वटा कुराले एकैचोटि गयो भने हाम्रो स्थानीयतामा उपयुक्त हुन्छ बाँदर नियन्त्रण जस्तो मेरो अध्ययनले मलाई चाहिँ त्यस्तो लाग्छ है। अब अर्को कुरा गर्दा यो विषयमा मैले व्यक्तिगत हिसाबले नै हामीसँग बहस गर्दा पर्यटन र जलविद्युतबाट हाम्रो देश समृद्ध बन्छ भन्ने एउटा भाष्य छ। त्यो चाहिँ हिसाबै गरेर हामीले गऱ्यौँ। त्यो गर्दा के रहेछ त भने हाम्रो अहिले मोटामोटी जलविद्युत क्षमता 43,000 मेगावाट लागतको हिसाबले उपयुक्त छ। त्यो सबै निकालेर हामीले अहिलेको मूल्यमा बेच्दाखेरि
हामीले प्रति व्यक्ति आयमा कन्भर्ट गरेर हेऱ्यौँ भने $400 मात्रै बढ्दो रहेछ भनेपछि हाम्रो बाटोमा कति नाचिन्छ। त्यस कारण हामीले जलविद्युतलाई मात्र ठुलो कुरा मानेर अथवा पर्यटनमा पनि हामीले अहिले 10-12 लाख पुऱ्याएका छौँ। अर्को 10-12 लाख भित्राउने भने पनि हामीले हिसाब गरौँ अहिले नै जम्मा 200-300 मात्रै हाम्रो डलर आम्दानी बढ्ने भएको छ। त्यस्तै अर्को सन्दर्भ के छ भने हामी अहिले के भइरहेको छ भने निम्न के भन्छ यो आएको ट्र्यापमा पर्न लागिसकेको छ। निम्न प्रति आएको ट्र्यापमा पर्न लागेको किनभने हामी माथि विशेषलाई म यही रोक्थेँ यो विषयमा चाहिँ यहाँले अलिकति स्पष्ट के पार्दैछु भन्दा हाम्रो अब जलविद्युत र पर्यटन पनि हाम्रो आर्थिक समृद्धिको ठ्याक्कै गन्तव्य होइन भने के हो त अलिकति पोइन्ट जुडी पोइन्टमा राख्न लागेको छ। जलविद्युत र पर्यटन होइन भनेर होइन, जलविद्युत र पर्यटनले मात्रै हुन्छ भन्ने कुरा होइन। जलविद्युत पनि हाम्रो हो। हामीले मैले अघि नै एउटा कुरो राखेँ, हाम्रो आफ्नो क्षमता वातावरणमा बिक्री गरी हामीलाई उपयुक्त हुने गरी हामीले त्यो आर्थिक हिसाबले उपयुक्त हुने गरी गर्नुपर्छ। पर्यटन पनि हाम्रो एउटा इमर्जिङ इन्डस्ट्री हो, त्यसलाई पनि निरुत्साहित गर्नुपर्ने हुँदैन र हामीले गर्नुपर्ने के हो भने छोटोमा सकियो 1 मिनटमा यो दुइटै कुरा होइन भन्ने विषय पनि होइन। यो दुइटै चाहिन्छ तर हामीले यसैमा भविष्य देखेर हुन पाएन। गर्नुपर्ने हाम्रो सुधार्नुपर्ने कुरा 2024 को नोबेल पुरस्कार विजेता जुन ड्र्यागन एग्मोको जोबिन्सन भन्ने हुन्छ उहाँको पुस्तकको 2टा लाइन मैले भनेर मेरो भनाइमा दिएको छु। उहाँले के भन्नुहुन्छ भने हाम्रा संस्थाहरू दोहनमूलक भए व्यक्ति चाहिँ नौलाउने तर समग्र पद्धतिमा नौलाउने, त्यसको कारणले हाम्रो आर्थिक वृद्धि पनि भएन। त्यसको कारणले हामी फेरि एउटा दुश्चक्रमा फस्यौँ। त्यो दुश्चक्रलाई चिनेर सच्चक्रमा ल्याइदिनुपर्छ। त्यो सच्चक्र भनेको हाम्रा हरेक कामहरू संस्थागत र विधिसङ्गत तरिकाले हुनुपर्छ। व्यक्ति होइन विधि, व्यक्ति होइन संस्था, संस्थाले जवाफ दिनुपर्छ। व्यक्तिले मैले गर्ने होइन, विकासको पहलकर्ता व्यक्ति पनि होइन, विकासको सहजकर्ता व्यक्ति हो र व्यक्तिले मैले मेरो पहलमा गरेको विकास भन्ने कुरा जबसम्म रहन्छ हाम्रा संस्थाहरू एकसाथ हुन्छन्, हाम्रा संस्थाहरू दोहनमूलकै हुन्छन्। एक ठाउँको लुटेर अर्को ठाउँमा विकास गर्ने भन्ने कुराले कुनै बहादुरी देखाउँदैन। त्यो विधिसङ्गत र न्यायचित प्रजातान्त्रिक प्रक्रिया पनि होइन। त्यस कारण हाम्रा संस्थाहरू जति चाँडो प्रजातान्त्रिक हुन्छन्, जति चाँडो विधिसङ्गत तरिकाले चल्छन्, त्यति चाँडो नै हामीले चाहिँ समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरा नोबेलिस्टको भनाइ राख्दै मैले विशेषको प्रश्नलाई यति जवाफ नै गर्नु हुन्छ। धन्यवाद यहाँलाई। अब म आरकेजीसँग छोटो 1 देखि 1.5 मिनटमा यहाँले कन्क्लुजनको रूपमा अब स्थानीय सरकारले हामीले खोजेको के काम चाहिँ गर्नुपर्ने हो र त्यो गन्तव्य प्राप्त गर्न सकिन्छ सर्टमा टिप्पणी गर्नको लागि म अनुरोध गर्छु। यो देश यो संसारको ब्रह्माण्डको सुन्दर बगैँचा हो जस्तो लाग्छ। हामीले मुख्यतः उठाउने यहाँका मूल मुद्दाहरू भनेको क्लाइमेट चेन्ज, रिभर सोसाइटी यो होइन। अब यिनै कुरा पर्यावरणीय खास गरी राष्ट्रसङ्घका 3टा समस्या हेऱ्यौँ भने पनि जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण भन्छौँ। हामी सबैभन्दा अगाडि छौँ। अब हामीले आफ्नो सिटलाई हेरौँ भन्न पुरो धौलागिरीको आँगन हो भनेपछि विकासका सोचौँमा हामी कति विवेकी हुने। अहिले त कस्तो चलिरहेको छ भने यो डिपिआर गर्ने खाने भन्ने एउटा फन्डा जस्तो जहिल्यै मौका हो। त्यो 50 विज्ञहरूलाई हायर गऱ्यो अनि काम गऱ्यो। यसले चाहिँ अब समस्या ल्याएको छ। अनि हाम्रो आफ्नै मौलिक विकास हुनु पऱ्यो। लोकल एउटा डेमोक्रेसी गभर्मेन्ट एउटा मोडल हुनु पऱ्यो। हाम्रो आफ्नै पर्वतीय विकास मोडल हुनु पऱ्यो। म आफै अर्बन डेभलपमेन्ट घन्टौँ बोलिने कुराहरू छ। अब समय कता विषय पनि एब्स्ट्र्याक्ट प्याचिङ जस्तो भएको हुँदा धेरै कुराहरू आएन। अब बिजुलीको कुराहरू आयो। हामी बिजुली बेचिरहेको छौँ, पानीको हिसाबै छैन। 3000 मेगावाट जम्मा उत्पादन छ भने 10,000 रुपियाँ बेच्ने कुरा गरिरहेछौँ। अस्ति गएको अघिल्लो वर्षको वर्षमा 22-24 खर्ब रुपियाँ 20-22वटा हाइड्रोमा ल्याएको क्षेत्रले त्यो समस्या निम्ताएको छ भनेदेखि संसार विकल्पको विवेकी सोचको चौडाबाट हिँडिरहेको छ भने हामी यही भएका जुन हाम्रा जीवनका स्रोतहरू आधार मास्ने यो गरिरहेको छौँ। यसले दिगो समाधान दिँदैन। हामी लाग्छ क्विक टाइम बममाथि छ। यो नेपालबाट बोल्ने हारगार लाग्ने थुप्रै विषय एजेन्डाहरू छ। त्यता सिरियस हौँ, सबैको जोडबलले रिभर्सलाइज समाज बनाउने हो। यता यो यात्रामा लाउँ, सकारात्मक हौँ। यति हुन्छ। यहाँलाई धन्यवाद। म मेयर साहबसँगबाट यो कार्यक्रम टुङ्ग्याउने प्रयत्न गर्नेछु। हाम्रो विरोज भाइले यहाँसँग एउटा प्रश्न राख्नु भएको छ। आज यो सानो जोडिहालेँ है। यो काली गण्डकी ठुलो सभ्यता हो। हाम्रो जीवनको लाइफ लाइन हो भने यसलाई बचाउने सङ्कल्प सबैले गर्नुपर्छ।
यो साझा सहित एजेन्डा हो। हामी त हिजोदेखि 5 वर्षदेखि बेची खाने एउटा लाभ बेकार व्यक्तिको स्वार्थ लाभ दादागिरीमा 2-2.5 करोडमा नदी ठेक्का लाएर कुनै लाभ हानि हुन्छ? समाधान चाहिँ धन्यवाद। तँदाखेरि 1577 अरू जलाधार छ कालीको भने देखि के त लाग्यो? हुन्छ यहाँलाई धन्यवाद। विरोधीले उठाउनु भएको प्रश्न चाहिँ एउटा व्यवसाय घरेलुमा पनि दर्ता गर्नुपर्ने, नगरपालिकामा पनि दर्ता गर्नुपर्ने, कर कार्यालयमा गएर छुट्टै दर्ता गर्नुपर्ने, हामी संविधानले परिकल्पना गरेको अन्तर सम्बन्धित सरकारको रूपमा अभ्यास गरिरहेका छौँ कि छुट्टा छुट्टै स्वायत्त सरकारहरू छुट्टा छुट्टै सरकारका लागि हामीले गरिरहेका छौँ भन्ने एउटा प्रश्न छ। अर्को यहाँले अगाडि केही फेरेस्टहरू मिलाउनु भएको छ, हामीले यो गरेर गऱ्यौँ भनेर यति विधि गर्दाखेरि पनि नागरिकको यसो सामाजिक सञ्जालतिर हेऱ्यो भने सबैभन्दा बढी आक्रोश गरी स्थानीय सरकारसँगै छ। यस्तो किन भइरहेको छ? यो सबै यहाँले यो कार्यक्रमलाई हामी अन्तिम गर्नेछौँ भन्ने मलाई लाग्छ। धन्यवाद। विदेश भाइले राख्नुभएको यो 4वटा वडा सदस्यहरूलाई अहिलेको सरकारले हटाउनको लागि जुन किसिमको मिडिया ट्रायल भइरहेको छ त्यसलाई मैले मिडिया ट्रायलको रूपमा लिएको छु। यो जुन सदस्य हटाउने जुन कुराहरू आइरहेको छ त्योभन्दा पहिला यो गृह रूपमा छलफल हुनुपर्छ। राज्यको पुनर्संरचनाको कुरामा जसरी पहिला चाहिँ छलफल भएको राज्यको पुनर्संरचना भएको छ, मेरो व्यक्तिगत भिजनको कुरा गर्ने हो भने जति पनि स्थानीय तह 753वटा पालिकाहरू छन् यसलाई चाहिँ अझ चाहिँ 80% घटाउनुपर्छ। बरु चाहिँ पुरा चाहिँ यो अझ भेग भूगोलहरू मिलाएर यो चाहिँ स्थानीय पालिकाहरूको अहिले जिल्लाको कन्सेप्टलाई पनि छोडेर भोलि बागलुङ नगरपालिकालाई पुष्पाको पर्वतको पुष्पा नगरपालिकाले बेनीको चाहिँ म्याग्दीको बेनी नगरपालिकालाई जोडेर महानगरपालिका यो उपमहानगरपालिका बनाउनुपर्छ भने त्यो विषय सोध्नुपर्छ। अनि प्रागिले गर्दा सोध्नु पर्छ। त्यसले गर्दाखेरि यो 4जना सदस्य कटौती होइन कि यो कसैलाई जो जागिर दिएको र फलानुको जागिर खानको लागि भनेर चाहिँ 4जना सदस्य कटाउने होइन। राज्यलाई पुनर्संरचना गर्नको लागि बरु 50% पालिकाहरूलाई चाहिँ हामी कन्भर्ट गरेर चाहिँ हटाएर त्यो विषयमा बहस चलाउँदा राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई। जहाँसम्म यो चाहिँ अहिले व्यवसाय दर्ताको कुरा गर्नुभएको छ, यो व्यवसाय दर्ताको कुरामा अहिले धेरै झन्झटहरू कम हुँदै आइरहेको परिस्थिति छ। अझ पनि हामीले खोजिरहेको छौँ यसलाई अझ कसरी सर्ट लिस्टिङ गर्न सकिन्छ, अझ छोटो कसरी बनाउन सकिन्छ भन्ने कुरामा म हिजो उद्योगवासीको अध्यक्ष हुँदाखेरि धेरै लामो प्रक्रियाहरू थिए र अहिले चाहिँ स्थानीय पालिकाले आफ्नो स्थानीय व्यवसाय करको लागि डोर टु डोर गएर चाहिँ हामीले चाहिँ यो किसिमको सेवा प्रवाह दिइरहेका छौँ। अन्य गतिविधिमा चाहिँ स्थानीय सरकारसँग जोडिनु पर्ने बाध्यताहरू छैन र राजस्व चाहिँ हामीले तिर्दै पनि परिस्थिति छ र अहिले घरेलुको दर्ता चाहिँ एउटा राजस्व कुरालाई मात्र चाहिँ हामीले जोडियो भने पनि अहिले चाहिँ व्यवसाय दर्ता गर्नको लागि त्यति ठुलो झन्झट छैन। तर चाहिँ कम्पनी ऐनमा जाँदै गर्दाखेरि कम्पनीहरू दर्ता गर्दै गर्दाखेरि कम्पनीका केही झन्झटहरू छन्। त्यसले गर्दाखेरि त्यो कम्पनी ऐनलाई चाहिँ नवीकरण गर्न त्यति नै चाहिँ झन्झटहरू छन् र त्यति नै चाहिँ लगानी गर्नुपर्ने, खर्च गर्नुपर्ने, काठमाडौँ धाउनुपर्ने, एजेन्टहरूसँग चाहिँ समन्वय गर्नुपर्ने यी किसिमका समस्याहरू छन्। त्यसले गर्दाखेरि यसलाई पनि अझ चाहिँ छोटो चाहिँ बाटो हामीले बनाउनु जरुरी छ भन्ने लाग्छ। त्यो किसिमले जानुपर्छ भन्ने मलाई लाग्छ। नभए चाहिँ यो धेरै छोटो प्रक्रियामा आइसकेको परिस्थितिहरू छन् र हुन्छ हामी कन्क्लुजन तर्फ जाँदैछौँ। छोटकरीमा अर्को के भनिदिनु होला भन्दा यहाँले चाहिँ थुप्रै उपलब्धिहरू त गिनाउनु भएको छ, तर पनि स्थानीय सरकारसँग नागरिकको आक्रोश फेरि सबैभन्दा धेरै देखिन्छ सामाजिक सञ्जालहरू गर्दा। यो किन छ? यो सबै मलाई लाग्छ नकारात्मक तर्फतिर चाहिँ उन्मुख छ भन्ने लाग्छ र हामीले के देखिरहेका छौँ, हामीले के गरिरहेका छौँ, के भनिरहेका छौँ भन्दै गर्दाखेरि अहिले यो सामाजिक सञ्जाल विशेष गरेर चाहिँ यो मोबाइलबाट चाहिँ जुन किसिमको गुनासोहरू बढी आउने गरेका छन् त्यो सबैभन्दा बढी स्थानीय सरकारलाई नै आउँछ। त्यसैले गर्दाखेरि मैले भन्ने गरेको छु स्थानीय सरकार र जनता चाहिँ त्यति नजिक छ, समीपमा छ भन्ने लाग्छ। त्यसै कारणले गर्दाखेरि स्थानीय सरकारको विरोध आउँछ। मलाई लाग्दैन कि हामीले चाहिँ जहाँ बाटो खनेका छौँ त्यो बाटो खनेर एकजना व्यक्तिले आजसम्म मलाई धन्यवाद दिनुभएको छ। मैले उदाहरणको लागि भन्दैछु, हामीले चाहिँ 12 साथमा पहिलोपटक चाहिँ अहिले 20 बाटो हामी 1 वर्षभित्र भयो, एकजना नागरिकले मलाई धन्यवाद दिनुभएको छ। तर सधैँभरि विरोध के आइरहेको छ भने मेरो यत्रो बाटो बनाइदिनु, मेरो घर अगाडिको त्यति बाटो पिच गर्दैन, अलिकति बाटो पिच गर्दैन।
स्थानीय सरकारको पनि आफ्नै खरिद छ, त्यसको चाहिँ मूल्याङ्कन त्यही किसिमले चाहिँ डिपिआर तयार गरिएको हुन्छ, त्यसको मापदण्ड हुन्छ, क्राइटेरिया हुन्छ, कति मिटर चाहिँ चौडाइ चाहिँ बाटो पिच गर्ने, कति मोटाइमा पिच गर्ने, सबै कुराहरू खरिद ऐनमा राखिएको छ। र अर्को उदाहरणको लागि 48 वर्षमा पहिलो पटक चाहिँ हामीले चाहिँ सिगानाको नमुना दियौँ। सिगानामा गएर हामीले चाहिँ बोरिङ गरेर पानी निकाल्यौँ। बोरिङ गरेर पानी निकालेर घर घरमा पानी दियौँ। तर एकजना व्यक्तिले पनि मलाई चाहिँ यो पानी पिलाउनु हो भनेर एकजनाले पनि भन्नुभएको थिएन। त्यसले गर्दाखेरि स्थानीय सरकारसँग जनताहरू चाहिँ अघि नै कुराइसकेको छ, सत्तामा बसेको सधैँभरि जनताहरू अपोजिसनमा हुन्छ। अघि नै चाहिँ 64% चाहिँ व्यक्तिहरू चाहिँ तपाईँको सरकार विरोधी हुन्छ, जुन कुरा आज आएको छ त्यसको रिजल्ट अहिले हामीले भोगिरहेको छौँ, देखिरहेको छौँ। मसँग एउटा पूरक प्रश्न आइरहेको छ यहाँको कुरालाई बोलिरहँदै, यो काली गण्डकी ठेक्काको विषयमा एउटा पूरक प्रश्न मसँग आइरहेको लिखित प्रश्न आएको छ। स्थानीय तहले ठेक्कामा लगाएको भनेर भन्नुभयो, तर सर्वोच्चले चाहिँ नदी जाने वस्तु निकाल्न रोक लगाएको छ। के आधारमा, कुन कानुनको आधारमा टेन्डर लगाउनु भयो भनेर एउटा प्रश्न छ भने, अर्को आइए गरेर ठेक्कामा लगाएको भनेको छ। आइए गर्दा पनि 0.75 मिटरभन्दा बढी चाहिँ निकाल्न नपाइने कानुनी व्यवस्था छ, त्यो चाहिँ किन गरेको छ? अहिले पनि त्यहाँ यसैपटक बागलुङ नगरपालिकाले नै गरेको अनुगमनमा पनि त्यहाँ मान्छे नै डुब्ने गरेको खाल्डो पारेको देखिएको थियो। यो विषयलाई निर्माणका लागि पनि हामीले सोचेछौँ। यो विषयमा हामी जिल्ला अनुगमन समितिको बैठक पनि बसिसकेको छ। यसमा टेन्डर लगाउने पहिलो कुरा अदालतले निर्णय गरेको कुरामा हामीले चाहिँ अदालतको पूर्ण पाठ आइसकेपछि मात्रै यसको चाहिँ टेन्डर लगाएका छौँ। यो चाहिँ बागलुङ नगरपालिकाले मात्र होइन, यसमा चाहिँ छिमेकी जिल्लादेखि लिएर तपाईँको चाहिँ म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङ र चाहिँ हाम्रो कालीगण्डकी भएको जिल्ला स्याङ्जा जिल्लाले चाहिँ यसमा चाहिँ हामी सबैले टेन्डर गरेका छौँ। यसको चाहिँ गरेर नै हामीले टेन्डर लगाएको। उहाँले भन्नुभयो जस्तो लेखे जस्तो 1.7 मिटर चाहिँ त्यो निकाल्न मिल्ने गरी यसलाई चाहिँ विशेष गरेर टेन्डर गरिएको हुन्छ। त्यही आधारमै हामीले आइए गरेर कति घनमिटर कति क्युबिक फिट चाहिँ हामीले सामान निकाल्न पाइने भनेर त्यो किसिमको टेन्डर हामीले चाहिँ अवश्य पनि गरेका छौँ। तर यसमा चाहिँ के गरिएको छ भने 2-3वटा टेन्डरहरूलाई हामीले चाहिँ एकीकृत गरेर जहाँ चाहिँ टेन्डरबाट चाहिँ सामानहरू नजान सक्छन् त्यसमा चाहिँ नयाँ ठाउँबाट सामान निकाल्नुपर्छ भने त्यसैको कुरा हामीले त्यो किसिमले एउटा प्याकेजमा टेन्डर गर्दै गर्दाखेरि त्यो किसिमको भोलुङमा सामान निकालिएको छ। त्यसलाई अनुगमन पनि गरेका छौँ र हामीले त्यसको नापजाँच गरेर त्यसलाई फेरि जरिवाना तिराउनको लागि पत्राचार पनि गरिसकेको परिस्थिति छ। त्यसलाई म यो जानकारी गराउन चाहन्छु। बागलुङ 2.0 कुरा हो, जहाँसम्म बागलुङ नगरपालिकाले हामीले गर्न खोजेको के हो भने कुनै पनि नदी जम्ने सामानहरू निकाल्नको लागि त्यसलाई टप्पा बाँधेर यसबाट सामान पछि निकालिनुपर्छ भन्ने कुरालाई हामीले चाहिँ त्यसलाई चाहिँ मध्यनजर गरेर नि हामीले चाहिँ यो नदी नियन्त्रणको लागि बाँध बाँध्नको लागि र सामान चाहिँ हामीले वर्षैपछि त्यसलाई चाहिँ त्यो किसिमको क्वालिटीमा भोलुङमा निकाल्नको लागि हामीले धेरै प्रयत्न पनि गर्छौँ। हामीले रूपादार संरक्षणदेखि लिएर विभिन्न चाहिँ कार्यालयहरूमा त्यसको चाहिँ हामी टेन्डर प्रक्रियाको लागि अहिले मात्र 10.5 करोडको चाहिँ हामीले चाहिँ त्यो बाँधको लागि हाम्रो चाहिँ टेन्डर स्वीकृत भएको थियो। यो जेन्जी आन्दोलनपछि त्यसलाई चाहिँ त्यो कार्य पनि हाम्रो चाहिँ अहिलेको यो निर्वाचनको चाहिँ उसमा बजेट भएको कारणले त्यो कामहरू रोकिएको छ। त्यसले गर्दाखेरि हामीले अहिलेको परिस्थितिमा पनि के हो भने नदीलाई चाहिँ बाँध बाँधेर नदीले बाटो चाहिँ बाँध बाँधिसकेपछि जसरी सामान निकाल्न सकिन्छ त्यो किसिमले निकालिनु पर्छ र त्यसको नियमन र अनुगमन प्रभावकारी हुनुपर्छ भनेर गरेर होइन। बाँधलाई चाहिँ तपाईँको नदीको किनारमा छड्के बाँध बाँधेर त्यसलाई चाहिँ केही सीमित एरिया दिन्छ, त्यसमा सीमित एरियामा त्यसपछि चाहिँ बालुवा चाहिँ रोडाहरू ल्याएर चाहिँ एक बर्खामा चाहिँ थुपार्छ र त्यसपछि हामीले चाहिँ युगमा निकाल्ने काम गर्छ। सो किसिमको बाटो चाहिँ रिसेन्टली एक्सपर्ट तपाईँले एनजिओलाई हायर गरेर काम गर्नु होला है? अवश्य पनि हामीले चाहिँ सरकारको नीति राज्यले दिएको नीति अनुसार हामीले चाहिँ काम गरिरहेका छौँ। कतिपय कुराहरूमा निर्माण कम्पनीहरूले केही चाहिँ गहिराइमा गएर निकालिएका कुराहरू हामीले यथार्थ रूपमा स्वीकारेका पनि छौँ। जिल्ला समन्वय प्रमुखको चाहिँ अनुगमनमा हामी जिल्ला चाहिँ अनुगमन समितिले त्यसको अनुगमन गरेर हामीले त्यसको क्षतिपूर्तिको लागि माग पनि गरिसकेका छौँ। हुन्छ, यहाँ सबैलाई नदी तान्नै पर्दैन है? पब्लिक ट्रेलको लागि कुन चाहिँ
अब कालीगढीको कोरिडोर आर्के चाहिँ यो विषयमा जति धेरै बहस गरे पनि बाँकी नै रहन्छ होइन हाम्रो समय अघि नै सकिसकेको छ त्यसैले कालीगण्डकी सोर्स अफ आवर लाइफ है लेट्स फाइट एगेन्स्ट इट यसलाई बचाउने सङ्कल्प जन जनले कालीगण्डकी जोगाउने अभियान संयुक्त ढङ्गले जनअधिकारको एजेन्डा हो भने त्यहाँबाट गर्नु पऱ्यो हामी दिन्छौँ विकासका मोडलहरू हामी दिन्छौँ कालीगण्डकी जोगाउने अभियान दिन्छौँ हामीहरू सबै स्थानीय तह पनि हामी सँगै हुनुपर्छ आरकेजीसँग हामी सँगै संसारको विकास कसरी भएको छ र हामी संसारको गहिरो थियौँ यो विषयमा छुट्टै बहसको विषय यसको सोल्युसन गर्न निकाल्नु कालीगढी बचाउने कुरालाई कालीगढीको संरक्षण गर्ने कुरालाई जति आदित्य जे जिम्मेवारी हुन्छ त्यति नै जिम्मेवारी म पनि छु त्यसले गर्दाखेरि यस विषयमा डिबेट गर्नुपर्ने आवश्यकताको विषय नै होइन यसलाई चाहिँ राज्यको एउटा चाहिँ निकाय हो स्थानीय तह र स्थानीय सरकार हो मैले त्यसको नेतृत्व गरे तापनि यो राज्य नै हो त्यो राज्यले नै राज्यको नीति अनुसार चलेको हुनाले यो विषयमा म बहस गर्न चाहन्न अब चाहिँ आरकेजीको पर्वतकै जिल्लालाई पहिला हेरेर अनि त्यसपछि बाँकी जिल्लाको मूल्याङ्कन गरौँला ठिक छ हामी चाहिँ सहमत छौँ राज्यले निकाल्न पाइँदैन भनेपछि त हिजोसम्म ननिकालेकै हो नि त हुन्छ मेरो साहबलाई पनि मैले यहीँनिर रोकेँ अब हाम्रो समय सकिएको छ आरकेजी यहाँलाई पनि मैले रोकेँ हामी थप बहस पछि पनि गरौँला यहाँलाई रोकेँ मैले सानो सानो सूचना मात्रै यो एउटा हाम्रो सर्वोच्च नदी भएको हुँदाखेरि यसलाई वर्ल्ड हेरिटेज रिभरको एउटा सांस्कृतिक नदी विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरौँ 12 करोड वर्षको अस्तित्व जीवित अस्तित्व हो हुन्छ धन्यवाद धन्यवाद आरकेजी धन्यवाद तपाईँले भएको आशालाई सबै साथीहरूले बुझ्नुभएको छ ग्रहहरू उखालिनु पर्यो जल जमिन जङ्गल हिमाललाई हेर्ने पर्यावरणीय मुद्दाका एजेन्डाहरूमा आफ्ना प्रमुख मस्तिष्क उगार्नु पर्यो हुन्छ यहाँले भनेको सबैले बुझ्नु भएको छ मैले पनि बुझेको छु यहाँ प्यानलिस्टहरूले पनि बुझ्नु भएको छ यो विषयमा थप छुट्टै हामी यो खालको बहस र कार्यक्रमहरू सञ्चालन गर्नेछौँ आजको हाम्रो टपिक थियो अन्य के अनुभूति स्थानीय सरकार कहाँ छ भन्ने विषयमा हामीले मूलत स्थानीय सरकारको गतिविधि कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा नै छलफल बढी केन्द्रित गरेका थियौँ अन्तिममा यो कार्यक्रमको यो नदीको विषय बढी प्रखर बनेर आयो सबै मेरा प्यानलिस्टहरूलाई धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रम हेरेर सकेको जानकारी